नमस्कार सम्पूर्ण म मजहर गतामे। अब ग्यास डिजेल पेट्रोलको सबैको भाउ वात्तै बढेको छ। अब चाहिँ सर्वसाधारण मान्छेले सर्वसाधारण जनताले कष्टकर जीवन अझै भोग्नुपर्ने झन् जटिल भोग्नुपर्ने परिस्थिति सिर्जना भएको छ। ग्यास डिजेल पेट्रोल इन्धनको कारणले दिनभरि काम गरेर बेलुका छाक टार्ने बेलुका खाने जो हाम्रो सर्वसाधारण जनताहरू सर्वसाधारण मान्छेहरू हुनुहुन्छ, उहाँहरूलाई कष्टकर जीवन अब हुनेवाला छ। किनभने डिजेल पेट्रोल र ग्यासको इन्धनको मूल्य बढ्ने बित्तिकै सम्पूर्ण खाद्य सामग्री दैनिक उपभोग गर्ने वस्तु लगायत र सबै कुरामा रेट र भाउ बढ्छ र त्यो कारणले गर्दाखेरि सर्वसाधारणको जीवन चाहिँ कष्टकर हुन्छ। उनीहरूलाई खान पुग्दैन, लाउन पुग्दैन, सबै कुराको समस्या हुन्छ। दालको समस्या, चामलको समस्या, तेलको समस्या इत्यादि खाँदैन। दैनिक भात खानलाई अब चर्को पर्ने अवस्था छ र बिहान बेलुका छाक टार्नको लागि पनि अब एकै छाक मात्रै टार्नुपर्ने परिस्थिति सिर्जना भएको छ देशमा। आशा थियो अब नयाँ सरकार आएपछि सर्वसाधारण जनताको पनि जीवनस्तरलाई उक्सिन्छ, जीवनस्तर माथि उठ्छ भन्ने खालको जुन सोच र विचार पनि थियो। तर पूर्वी एसियामा भएको द्वन्द्वको कारण देखाएर जुन ग्यास र डिजेल पेट्रोलको मूल्य जुन ढङ्गले दुईचोटि बढिसकेको छ, 15 दिनभित्रमा बढिसकेको हुनाले अब सम्पूर्ण उपभोग गर्ने वस्तुको मूल्य चाहिँ आकाशमा पुग्नेछ र सर्वसाधारण जनता चाहिँ भोकै र तिर्खै बस्नुपर्ने परिस्थिति बन्नेवाला छ र बन्न तत्काल बन्छ। थोरै कमाइ हुन्छ, जेलादारी काम गर्नेको लागि र थोरै तलब खाएर जीविकोपार्जन गर्नेको लागि चाहिँ जीवन कष्टकर हुन्छ। किनभने जेलादारी गर्ने र काम गर्ने मान्छेहरूको, मजदुरको, किसानको, त्यसै गरी विभिन्न उद्योग धन्दा कल कारखाना काम गर्ने सेक्युरिटी गार्ड लगायतका चाहिँ सम्पूर्ण उसमा काम गर्ने र महिनाको 20,000, 25,000, 30,000सम्म कमाउने मान्छेहरूको लागि चाहिँ जीवन एकदमै कष्टकर र उनीहरूले बालबच्चा पढाउन पनि सक्ने अवस्था छैन र दैनिकी धान्ने अवस्था पनि छैन। बाल कसरी तिर्ने, खाने कसरी, यो खालको समस्याले चाहिँ लाखौँ लाख जनता चाहिँ काम गरी खाने वर्गको चाहिँ कहिले पनि नेपालमा सरकार आएन, न्याय आएन, नीति आएन। यो कारणले चाहिँ सर्वसाधारण जनताको दैनिकी सधैँभर कष्टकर र सधैँ तनाव र अभाव र छटपट्टिमा बाँच्नुपर्ने परिस्थिति वर्षौँदेखि चलिरहेको छ। यो कुराको अन्त्य कहिले पनि हुन सकेन, झन झन थपिँदै गएको छ र सरकारको ध्यान पुगोस् र सरकारले यस विषयमा पनि राम्रोसँग सोचेर विचार गरेर मात्रै सर्वसाधारणको लागि र निम्न आय भएका व्यक्तिहरूको लागि र मान्छेहरूको लागि के गर्ने भन्ने कुरा चाहिँ एउटा नीति कानुन बनाउनुपर्छ भन्न चाहन्छु। धन्यवाद।